आदरणीय जनसमुदाय, यही फागुन 21 गते हुने आम निर्वाचनको पूर्व सन्ध्यामा आज म केही अनुरोध र केही अपिलका लागि उपस्थित भएको छु। यतिखेर म जेनजी आन्दोलन पछिको परिस्थिति सम्झँदैछु। त्यो अनिश्चितता र देश नै के हुने भन्ने परिस्थिति सम्झँदैछु। अन्तरिम सरकारका लागि गरेको सहजीकरण र ताजा जनादेशका लागि लिएको अडान सम्झँदैछु। अन्ततः आज देश निर्वाचनसम्म आइपुगेको छ। यसमा हाम्रो भूमिकाको मूल्याङ्कन म इतिहासको जिम्मामा छाड्छु र निर्वाचनलाई निष्पक्ष तथा शान्तिपूर्ण रूपमा सम्पन्न गर्न अपिल गर्दछु। तपाईहरुले देख्नु भएको छ सत्ता पक्षका रूपमा हाम्रो भूमिका कस्तो थियो र प्रतिपक्षका रूपमा हाम्रो भूमिका कस्तो रह्यो। सरकारको नेतृत्वमा हुँदा हामीले सुशासन सुरु गर्यौं, व्यक्ति होइन विधिको शासन स्थापित गर्ने प्रयास गर्यौं। ठुलठुला गिरोह र ठुला शक्ति सम्मिलित भ्रष्टाचारका काण्डहरू उजागर गर्यौं। त्यही सुशासनबाट डराएको माफियाले संसारमै कहीँ नभएको संसदमा पहिलो र दोस्रो पार्टीलाई मिलायो। तर त्यसपछि पनि प्रतिपक्षका रूपमा हामीले कसरी लड्यौं, कसरी कुशासनको प्रतिरोध गर्यौं, कसरी दम्भ र अहंकारलाई खबरदारी गर्यौं, यो चुनावमा जनताले पक्कै मूल्याङ्कन गर्नेछन्। हामीले सडक र सदन दुवैबाट खबरदारी गरि नै रह्यौं, तर सरकारमा बसेकाहरू सुध्रिएनन्। यिनीहरूले त्यो सबै गरे जे जनताले बिल्कुल चाहेका थिएनन्। उनीहरूको कुशासनको काँध चढेर देश ठुलो अराजकतातिर गयो। आज देश दुई ठुला अतिवादी खतरासँग लड्दैछ। एउटा अतिवाद जनताको आक्रोश र निराशालाई भड्काएर देशलाई अराजकतातर्फ धकेल्दैछ र राष्ट्रिय स्वाधीनतामै सङ्कट ल्याउँदैछ। अर्को अतिवाद यथास्थितिवाद हो, जसले दलाल र बिचौलियाको स्वार्थ बाहेक केही सोच्नै सक्दैन। यी दुवै अतिवादसँग जुधेर देश जोगाउन सक्ने र समृद्धिको यात्रा गर्न सक्ने शक्ति वामपन्थी आन्दोलन नै हो। म आज सबभन्दा पहिले वामपन्थी जनमतलाई नै सम्बोधन गर्न चाहन्छु। राष्ट्रियता र लोकतन्त्रका लागि अविचलित सङ्घर्ष र बलिदानको इतिहास बोकेको वाम आन्दोलन समाप्त पार्न अहिले ठुलो डिजाइन र षड्यन्त्र भइरहेको छ। किनकि यसलाई समाप्त नगरी नेपाल र नेपालीलाई कमजोर बनाउन सकिन्न। हिजो यो आन्दोलनको विकास र रक्षाका लागि हामीले नेकपा गठन गर्न निर्णायक पहल लियौं। त्यसको परिणाम पनि आयो, तर त्यसलाई व्यक्तिगत स्वार्थ र अहंकारले सफल हुन दिएन। आज हामी फेरि एकपटक आन्दोलनको पुनर्गठनमा छौं, नेपाली कम्युनिस्ट पार्टीका रूपमा। यो केवल एउटा पार्टी होइन, समग्र वाम आन्दोलनकै पुनर्गठनको प्रारम्भ हो। 25 भन्दा बढी कम्युनिस्ट तथा समाजवादी पार्टी र प्रगतिशील समूह मिलेर बनेको यो पार्टी नै अब नेपाली कम्युनिस्ट आन्दोलनको मूल प्रवाह हो। नेपाली कम्युनिस्ट पार्टीका रूपमा हामी विभाजनबाट एकतातिर फर्किन सुरु गरिसकेका छौं। आपसी आरोपबाट आत्मसमीक्षातिर फर्कन सुरु गरिसकेका छौं। नाराभन्दा नतिजातिर फर्कन सुरु गरिसकेका छौं। वाम आन्दोलनको मूल्यको रक्षाका लागि नेकपा एमाले पनि भोलि आन्दोलनमै मिसिने हो, अर्को कुनै बाटो छैन। हिजो जनयुद्धमा सहभागी मध्ये कयौं साथीहरू बायाँ वा दायाँ अतिवाद हुँदै मार्क्सवादी दर्शन छाडेर विभाजन र विचलनका शिकार भए। थुप्रै सीमा होलान्, तर हामी आधारभूत सिद्धान्त र शहीदका सपना छोडेर भागेका छैनौं। म गर्वका साथ भन्न सक्छु, देशी विदेशी घेराबन्दीमा पनि हामी क्रान्तिको जिम्मेवारीबाट भागेका छैनौं र भाग्ने पनि छैनौं। आदरणीय जनसमुदाय, म केवल वाचा गर्न आएको छैन। हिजोको कामको आधारमा मत माग्दैछु, त्यो पनि रिपोर्ट कार्ड सहित। प्रधानमन्त्रीको रूपमा सत्ताको कुनै परवाह नगरी मैले भ्रष्टाचार विरुद्ध कदम चालेँ। जनताको सेवा छिटो र सरल बनाउन प्रशासनिक सुधार गरेँ। लोकतन्त्रको सर्भिसिङ सुरु गरेँ। अस्थिरता, विखण्डन र अराजकताको बीचमा संविधानको रक्षा गरेँ। संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन पहल लिए। लोकतन्त्र कमजोर बनाउने प्रयास वा व्यवस्था उल्ट्याउने षड्यन्त्रका विरुद्ध म सधैँ लोकतन्त्रको पहरेदार बनेर उभिएँ। समावेशिता त हामीहरूकै बलिदानको परिणाम हो। महिलालाई नेतृत्वमा ल्याउने, दलितलाई अवसर दिने, राज्यका हरेक संरचनामा उपेक्षित उत्पीडित समुदायको समान प्रतिनिधित्व सुनिश्चित गर्ने पनि हामी नै हो।
अनि राजनीतिक सङ्कटमा कुनै शक्ति केन्द्रतर्फ ढल्किने होइन, राष्ट्रिय हितलाई केन्द्रमा राखेर स्वाभिमानी र सन्तुलित सम्बन्ध विस्तार गर्ने पनि हामी नै हो। त्यसैले म आज नयाँ कुरा भन्न आएको छैन। हिजो जे गरेको छु त्यसलाई अझ सशक्त र परिणाममुखी बनाउन मत माग्न आएको छु र यो भन्न आएको छु कि हिजो क्रान्तिको इतिहास लेख्ने हातहरू आज समृद्धिको अध्याय लेख्न तयार छन्। म आज पद होइन, परिवर्तनको निरन्तरताका लागि मत माग्दैछु। भ्रष्टाचार अन्त्य गर्न, माफिया र बिचौलिएको जालो तोड्न, कानुनभन्दा माथि कोही नहोस् भन्ने व्यवस्था कायम गर्न, सरकारी सेवा जनताको ढोकासम्म सरल र पारदर्शी बनाउन हिजो सुरु गरेका काम पूरा गर्न मत माग्दैछु। आज म सम्पूर्ण महिला, दलित, आदिवासी, जनजाति, थारू, मधेसी, मुस्लिम, कर्णाली, सुदूरपश्चिम लगायतका उत्पीडित क्षेत्रका जनतासँग भन्न चाहन्छु, हिजो उत्पीडन विरुद्ध तपाईँहरूको बलिदानपूर्ण सङ्घर्षको परिणाम हामी संविधानमा धेरै अधिकार लेख्न सफल भयौँ। हिजो क्रान्तिको गाथा लेख्यौँ, अब समय आएको छ समृद्धिको अध्याय लेख्ने। आज म जनताको अधिकार सुरक्षित गर्न मत माग्दछु। राज्यका हरेक निकायमा तपाईँहरूको सम्मानजनक प्रतिनिधित्व सुनिश्चित गर्न, आधा आकाशलाई व्यवहारमै आधा हिस्सा दिन तारा चिन्ह नै तपाईँको रोजाइ हुने मैले विश्वास दिएको छु। संविधानले दिएको अधिकार व्यवहारमा लागू गर्न, श्रमिक र किसानको अधिकार, युवाको अवसर, अभिव्यक्ति स्वतन्त्रता र सामाजिक न्यायको रक्षा गर्न तारामा मतदान गर्न अपिल गर्दछु। हाम्रो अनुभवले देखाएको छ क्रान्तिको गौरवशाली इतिहास बोकेको शक्तिले मात्र उत्पीडित जनताका अधिकार ग्यारेन्टी गर्न सक्दछ। आदरणीय जनसमुदाय, जनताको मत हामीलाई शासकीय स्वरूप र निर्वाचन प्रणालीमा परिमार्जन गरी देशलाई स्थायित्व, सुशासन र समृद्धितिर लैजान चाहिएको हो। सन्तुलित र स्वाभिमानी विदेश नीतिका लागि चाहिएको हो। रोजगार र उत्पादनमुखी अर्थतन्त्रका लागि कृषि र उद्योगलाई जोडेर स्वदेशमै रोजगारी सिर्जना गर्न, युवालाई विदेशी नपर्ने वातावरण बनाउन, नवप्रवर्धन, प्रविधि र उद्यमशीलता प्रवर्धन गर्न चाहिएको हो। यसपटक तारा चिन्हमा मत सामाजिक न्याय र समान अवसरका लागि हो। धनी र गरिब बीचको खाडल घटाउन, स्वास्थ्य, शिक्षा र आधारभूत सेवामा सबैको समान पहुँच सुनिश्चित गर्नका लागि हो। डिजिटल सुशासन र पारदर्शिताका लागि हो। सेवा लाइनमा होइन मोबाइलमा पुग्ने व्यवस्था गर्न हो। आउनुहोस्, निराशालाई आशामा बदलौँ, आक्रोशलाई निर्माणमा बदलौँ, मतलाई सुन्दर भविष्यमा बदलौँ। मलाई विश्वास छ जनताले तारा चिन्हमा छाप लगाएर मतपत्रबाटै भन्नेछन् भदौ 23 को आम हत्या र भदौ 24 को विध्वंस अस्वीकार्य छ। यी दुवै घटनामा संलग्नहरूले मतदानबाट दण्ड पाउनु पर्दछ। फागुन 21 मा हामीसँगै इतिहास लेख्नेछौँ। धन्यवाद। नमस्कार।